तपाईँले एउटा कुरा के बुझ्नुभयो भने मान्छेले बिहे गर्छन् होइन, मान्छेले बिहे गर्छन्, बिहे गरेपछि डिभोर्स पनि हुन्छ। अनि एउटा मान्छेको तपाईँ अहिले बेका यज्ञमा हुनुहुन्छ, अब बेका यज्ञमा बसेका मान्छेले एउटा मान्छेको डिभोर्सको खबर सुनेर अब बेको यज्ञबाटै उठेर भाग्ने कुरो त भएन। तपाईँ चाहिँ अहिले बिहे गर्ने, पछि कुरा मिलेन भने छोड्ने गर्ने पछिको कुरा। अहिले चाहिँ तपाईँ अहिले तयारी गर्दै हुनुहुन्छ, पर्सिको विज्ञापनको सबभन्दा राम्रो तयारी गरेर त्यसमा सफलता प्राप्त गर्ने अहिलेको ड्युटी त हो। पछि अरू अवस्था आइपुगेपछि छोड्ने गर्ने अरू अवस्थाले हुन्छ। अब त्यो भएको हुनाले अहिले चाहिँ तपाईँको काम भनेको राम्रो पढ्ने, नाम निकाल्ने, सफल बन्ने। अनि सफल बनेपछि बरु छोडो भने ए मैले नाम निकालेर छोडेँ भन्ने इतिहास हुन्छ, सबै कुरा हुन्छ होइन।